सो गाइस अहिले चाहिँ म धेरै सफर गरिसकेको छु। हेर्न सक्नुहुन्छ अहिले चाहिँ म महेन्द्र राजमार्गको एकदमै नजिक आइपुगेको छु। तपाईँहरूलाई देखाउन सक्छु आज चाहिँ फुल जङ्गल सफारी हुनेछ। यो भित्र चाहिँ मैले के गर्छु भनेर तपाईँहरूलाई देखाउने छु हैन। यहाँनिर जङ्गलमा मानिसको लागि खानको योग्य के पाइन्छ त लगायत जडीबुटीहरू पनि खोज्ने मैले चाहिँ है। यसको नाम के हो है, तिमीले कमेन्ट गर्नु होला यसको नाम के हो। हल्का जुम गरेर नि देखाइदिन्छु म तपाईँहरूलाई। यसको नाम के हो तिमीले कमेन्ट गर्नु होला। मभन्दा छिटो फेरि यही हुन्छ कि हेर्नु न, यो हरामी हुन्छ मभन्दा छिटो। हेलो ब्रो, हेलो 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 ब्रो ब्याक। सो गाइस महेन्द्र राजमार्ग चाहिँ यो है, सक्नुहुन्छ ट्याक्का लगाएर। सडक भएको भए कति सहज हुन्थ्यो देउखुरीवासीहरूलाई, तर यो केवल 2 लेन नै सीमित भइरहेको छ। र अब बन्ने एमटिसीको एमटिए परियोजनाको धामलाति लम्बाइ सडक लेनमा पनि 2 लेनमै सीमित गर्ने भनेर अन्तिम निर्णय भइसकेको छ। त्यो महेन्द्र राजमार्गलाई पनि कटेर म अगाडि आइसकेको छु, हेर्न सक्नुहुन्छ। अब यो एरियामा चाहिँ मैले के खोज्नुपर्छ भने चाहिँ पहिलो कुरो च्याउ छ अरे, जङ्गलमा च्याउ खोज्नुपर्ने हुन्छ। त्यहाँपछि विशेष गरी 2-3 प्रकारका जडीबुटीहरू पनि खोज्नुपर्छ। सो लेट्स सी हेरौँ भेटिन्छ कि नै। ओह नो, च्याउ मिलेगा क्या? खिलेगा फ्री फायर खिलेगा, च्याउ मिलेगा, च्याउ मिलेगा। बोजल राजाले चाहिँ खतरा खोज्दो रहेछ। च्याउ चाहिँ खोज्दै छ अब। लेट्स सी हेरौँ देखिन्छ कि नहीं। तकदीर है खाली तो क्या करेगा, बाली हो गया यार। च्याउ त एउटा थियो त, सिन होइन सिन। ओ माई गड, ओ माई गड,